के भयो के हो तिमी आमा अर्को गर्लफ्रेन्डले के हो तिमी भन त के भन्दै जङ्गलतिर लिएर जाने मेरो गर्लफ्रेन्डले जङ्गलतिर लिएर जाने हो तिमी कहाँ मैले दाइ तपाईँ कस्तो कुरा गर्नु ल कस्तो पकाएको तिमी आमा अर्को जङ्गलतिर लाने हो फेसबुकतिर यस्तो फोटोहरू अपलोड गर्ने हो अनि दाइ मैले साँच्चै भन्नु भने मैले फेसबुकमा पनि डिएक्टिभ गरेर बसिरहेको छु म त्यति इमानदार मान्छे हो देखो त अहिले फोनमा कुरा गर्दै थिएँ अहिले देखाउँछु नि देखाउनु कोही कोही तिमीले सबै डिएक्टिभ गरेको डिलिट गरिदिएको तिमीले त्यस्तो होइन के दाइ म फेसबुकमा प्रब्लम भएर मैले अर्को गर्लफ्रेन्डले जङ्गलतिर लगेर होइन त्यस्तो अनि फोटो हेरेर के भन्दै हुन्छ कसको गर्लफ्रेन्डलाई मैले जङ्गलतिर अब तिमीले त एकदम डाइरेक्ट म भर्दिन माल्छु त्यस्तो नभन्नु न मेरो ब्रह्मचर्यमा तपाईँ दाग लगाउन पुलिसले लिएर जान्छ होइन त्यस्तो के होइन मेरो ब्रह्मचर्यमा तपाईँ दाग लगाउन खोज्नुहुन्छ जब खाटी बाहुनको छोरो होइन होइन भाइ बाहुन त सबैले मलाई चन्दन लगाएपछि त सबै बाहुन भइहाल्छ होइन हेर्नु मैले चन्दन लगाएको छुइनँ भन्दैमा बाहुनको छोरो होइन भन्न होइन भाइ यस्तो पाउँदैन भाइ एकदम इमानदार छु तिमी हाँसेर तिमीले इमानदार गर्न सक्दैन साबित गर्न सक्दैन होइन अहिले म तिमीलाई देखाउँछु तिम्रो यहाँ एक्टिभेटको पासपोर्ट होला यहाँ सबै देखाउँछ अहिले के हो ल हेर्नु मेरो गर्लफ्रेन्ड अर्कै छ तपाईँ जे पाए त्यही भन्दै सुनिता अरू सुनिता नामको त कोही नै छैन मेरो कस्तो कुरा गर्नु भाइ अब मलाई बहिनीले भनिरहेको छ गर्लफ्रेन्डले भनिरहेको छ उहाँ अनि तपाईँको बहिनी के थरी हो त्यो भन्नु त मेरो थरी नेपाल थरी हो अनि अरे नेपाल सुनिता नेपालमा कोही चिन्दिनँ तपाईँ त्यतिकै मलाई दिमाग खराब गरिदिनु कहाँ हिँडेको मान्छे यसरी कहाँ हुन्छ कहाँ हो अनि भाइ अहिले कहाँ त्यसरी भाग्नु पाउँछ त तिमी यता आऊ न अहिले म त्यो मलाई ब्यालेन्स छ कहाँ म भागेँ म बस्छु नि त ल तपाईँको ब्यालेन्स छ कुरा छ ब्यालेन्स छ त्यति गरिब पनि छुइनँ हेर्दा रेन्ज हेर्दा थाहा हुँदैन होइन रेन्जहरू थाहा हुन्छ कि तर प्रायः जस्तो देखिन्छ त्यस्तो कुरा नगर्नु तपाईँ हेर्दै भिखारी जस्तो लाग्दै हुन्छ कहाँबाट टपिक कसलाई फोन गर्नुभएको फेरि मेरो बोयफ्रेन्ड गर्लफ्रेन्डले फोन गरेको तपाईँको बुढी यदि मेरो गर्लफ्रेन्ड मैले डेटमा लगेको थियो भने नम्बर सेभ हुँदैन थियो कस्तो कुरा गर्नु ल ऊ भाइ त नम्बर त तिमीले डिलिट गरिहाल्छ नि अनि अरे होइन दाइ जङ्गलतिर लिएर जाने हो त नि म धेरै इमानदार छु हेर्नु तपाईँलाई पाप लाग्ला नि त्यो त होइन कि जङ्गलतिर लिएर जाने होइन अपरिचित मुभी हेर्नु भएको छ नि त्यसमा कुम्बी पाकमा तौलिन्छ नि तपाईँको पनि त्यस्तै पालो आउँदा मेरो के पाला आउनु भाइ तिम्रो होइन त्यस्तो गर्लफ्रेन्डलाई चाहिँ तिमी अरू यात्रीहरूलाई तपाईँ परेशान गराउँदै त्यो फिल्महरू हालिदिने हो त नि अब मैले कहाँमा कसो मैले बुझ्नु फिल्ममा हेर्दिनँ कहिले पनि तपाईँ धेरै नै गर्दै हुनुहुन्छ त्यस्तो हो सुन नि त होइन मलाई उहाँ सुन न त टिकट पाउनुहुन्छ उहाँ फ्लाइटमा म जाँदैछु नेपाल तपाईँ यहाँ सुन न यस्तो नरिस होइन हाम्रो उहाँ फ्रेन्ड भिडियो हुँदैछ हो अनि फ्रेन्ड भिडियो हो भन्दा यसो परेशान गर्न अब त्यसरी हुन्छ त दाइ कस्तो कुरा गर्नु जसलाई पाए त्यसलाई पक्रेर फ्रेन्ड भिडियो भइरहेछ है हस् त नमस्ते